आज तपाईँलाई यस्तो जग्गा देखाउँदैछु कि यो ठ्याक्कै काठमाडौँको मूलपानीभन्दा माथिपट्टि बर्माखेल चोकभन्दा अलिकति अगाडिपट्टि रहेको जग्गा यो प्लोटिङकै जग्गा रहेको छ है। तपाईँसँग धेरै पैसा चाहिँदैन, जम्मा 40 देखि 50 लाख क्यास छ भने एउटा टुक्रा तपाईँको नाममा पास गर्न सक्नुहुनेछ। अरू कमाउँदै किस्ता तिर्दै गर्न सक्नुहुनेछ। यति राम्रो जग्गा बिक्रीमा रहेको छ। अब आउनुहोस् जग्गा हेरौँ, त्यसपछि अरू जानकारी दिनेछु है त। अब जग्गा यहाँदेखि अगाडिसम्म रहेको छ। यो साइडमा सलक्क हेर्न सक्नुहुन्छ, यस्तो खाले जग्गाहरू रहेको छ। राम्रो पिसहरू रहेको छ भने यो साइडमा एउटा घर पनि बनिसकेको छ है। अझै यहाँ 2-3 वटा घर बन्दैछ, आएर हेर्न सक्नुहुन्छ। तपाईँलाई जस्ताको तस्तै जानकारी दिनेछु भने यो साइडमा पनि हेर्न सक्नुहुन्छ। राम्रो जग्गाहरू रहेको छ, मिलेको 3 आना 3.5 आना 4 आनाका टुक्राहरू एकदमै राम्रो प्लोटिङको जग्गाहरू रहेको छ। पानीको सुविधा, बत्तीको सुविधा सबै पाउनुहुन्छ भने हाइवे बाटोदेखि पनि नजिकै रहेको छ। राम मन्दिर अगाडि, पुलिस चौकी अगाडि, वरिपरि घरको बिचमा तराई जस्तो सम्म फाँटमा रहेको जग्गा यही नै हो। मोटामोटी तपाईँले हेरि पनि सक्नुभयो, प्लोटिङको जग्गा रहेको छ। एकदमै राम्रो मिलेको, जताबाट आउँदा पनि सेन्टर लोकेसनमा रहेको जग्गा है त। तपाईँहरूसँग धेरै पैसा चाहिँदैन, जम्मा 40, 45, 50 लाख क्यास छ भने एउटा 3 आनाको टुक्रा, 3.5 आनाको टुक्रा, 4 आनासम्मको टुक्रा तपाईँले पास गरेर लिएर जान सक्नुहुनेछ। अरू कमाउँदै किस्ता तिर्दै गर्न सक्नुहुनेछ। अब यति राम्रो जग्गा लिन चाहनुहुन्छ भने ढिला गर्दै नगर्नुहोस्, साइडमा नम्बर छ, कन्ट्याक्ट गरिहाल्नुहोस् है त। र केही नबुझेको कुरा तल कमेन्ट लेख्न भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद।